हेलो हेलो एभ्रिवान। मेरो चाहिँ खाना खाने समय भयो। मेरो चाहिँ आज फर्सीको मुन्टा पाकेको छ, अनि आलु काउली पाकेको छ, अनि दाल खाइल। काउली खानु पर्यो पहिला। त्यही मिठो भयो। साग पनि उत्तिकै मिठो छ। फर्सीको मुन्टा हो सिजनको। आजभोलि फर्सीको मुन्टाको सिजन चलेको छ साथीहरू। हजुरहरू पनि किनेर खानुहोस्, स्वास्थ्यलाई पनि राम्रो हुन्छ। खुर्सानी हो, डल्ले खुर्सानी हो, गाउँबाट लिएर आएको। साथीहरू एकदमै पिरो छ। अनि काउली हो, काउली पनि लोकल हो। काउली पनि फर्सीको मुन्टा त भन्नै नपर्ने नि, यति मिठो कि यति मिठो। सिजन भएको कारणले होला फर्सीको मुन्टा एकदमै मिठो छ। आजभोलि आएको छ कलिलो, एकदमै मिठो छ साथीहरू। लिन्छु है। मेरो भिडियो हेरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै म चाहिँ बिदा भएँ। अब लाइक कमेन्ट गरिदिनु होला साथीहरू, सेयर पनि गरिदिनु होला है। हेलो हेलो एभ्रिवान। मेरो चाहिँ खाना खाने समय भयो। मेरो चाहिँ आज फर्सीको मुन्टा पाकेको छ, अनि आलु काउली पाकेको छ, अनि दाल खाइल। काउली खानु पर्यो पहिला। त्यही मिठो भयो। साग पनि उत्तिकै मिठो छ। फर्सीको मुन्टा हो सिजनको। आजभोलि फर्सीको मुन्टाको सिजन चलेको छ साथीहरू। हजुरहरू पनि किनेर खानुहोस्, स्वास्थ्यलाई पनि राम्रो हुन्छ। खुर्सानी हो, डल्ले खुर्सानी हो, गाउँबाट लिएर आएको। साथीहरू एकदमै पिरो छ। अनि काउली हो, काउली पनि लोकल हो। मिठो छ काउली पनि। फर्सीको मुन्टा त भन्नै नपर्ने नि, यति मिठो कि यति मिठो। एकदमै सिजन भएको कारणले होला फर्सीको मुन्टा एकदमै मिठो छ। आजभोलि आएको छ कलिलो, एकदमै मिठो छ साथीहरू। लिन्छु है। मेरो भिडियो हेरिदिनु भयो।